पनि मलाई आत्मैदेखि हजुरहरूले माया गरिदिनु भएको छ। आफ्नो चेली छोरी बुहारी भान्जी सम्झेर माया गर्नु भएको छ। एउटा सुदूरको चेली भनेर माया गर्नु भएको छ। यहाँहरूको यो प्रगाढ माया, यहाँहरूको यो आत्मीयता सदैव यस्तै रहिरहोस्। मैले पनि यसलाई सम्हालेर सङ्घालेर राख्नेछु। एउटा संस्कृतिको संरक्षणको लागि आफ्नो तर्फबाट हुने काम मैले सधैँ गरिरहनेछु। अहिले हाम्रो समाजमा कलाकारलाई हेर्ने नजर अलि परिवर्तन भएको छ। हाम्रो समाजमा धेरै संस्कृति सँगसँगै विकृति पनि फैलिरहेका छन्। एउटाभित्र पनि एक दुईवटा त्यस्ता केही तत्त्वहरू आएका छन्। हुन त अहिले समयको माग हुन सक्छ। अहिलेको समय अनुसार ती गीत चर्चित त छन्। कलाकार भाइ बहिनीहरू स्टेज त मारामार पाउनुहुन्छ, तर त्यो गीतले के बोल्छ, त्यो गीत सुनेर हाम्रो संस्कृति कता गइरहेको छ, त्यो गीत सुनेर हाम्रा सुदूरका भाकाहरू कता गइरहेका छन्, त्यसलाई पनि तपाईँ हामी सबै आयोजकले, तपाईँ हामी दर्शक श्रोताले, तपाईँ हामी आमा बुवा दाजुभाइ दिदीबहिनीले ध्यान दिनुपर्ने हुन्छ। त्यसैले हाम्रा संस्कृतिको संरक्षणको निम्ति, हामी सुदूरपश्चिमेलीको भलाइको निम्ति र प्रवासमा कसैले पनि सानोतिनो अप्ठ्यारो पनि नहोस् भनेर सुदूरपश्चिमेली नेपाली समाज भारत गठन भएको छ। त्यसै गरी अन्तर्राष्ट्रिय स्तरमा सुदूरपश्चिमेली नेपाली समाज गठन भइसकेको छ। विश्वभरि हामी नेपाली जहाँ जहाँ छरिएर रहेका छौँ। अब सुदूरपश्चिमेलीलाई कुनै पनि समस्या आउने छैन। त्यो समाधानका निम्ति तपाईँ यहाँ भारतबाट, अर्को दाजुभाइ अर्को देशबाट, हामी विभिन्न देशबाट एकजुट भएर लड्नेछौँ, हो कि होइन? ल फेरि भन्नुहोस्, जय सुदूरपश्चिम, जय सुदूरपश्चिम, जय सुदूरपश्चिम। हजुर धेरै धेरै धन्यवाद। म पछि फेरि आउला। देउडामा जसरी तालमेल मिलाइदिनु भएको छ, उहाँले पनि भनिसक्नु भएको छ सुदूरपश्चिमेली कतिको कुशल, कतिको शक्ति छ भनेर। उहाँले एउटा व्यावहारिक कुराहरू गरेर जानु भएको छ, किनभने उहाँको अनुभव नै सबैभन्दा ठुलो कुरा हो। भनिन्छ केही कुरा पढेर र केही कुरा पढेर बुझिन्छ, सिकिन्छ। उहाँको अनुभव अलि धेरै छ, त्यही भएर हामी उहाँले आफ्नो अनुभव राख्नु भएको छ। एकदमै हाम्रो अग्रज पनि हुनुहुन्छ अनि एउटा क्षेत्रलाई एकदमै राम्रो तरिकाले उहाँले जसरी लिइराख्नु भएको छ, जसरी विभिन्न ठाउँबाट उहाँ सम्मानित भइराख्नु भएको छ, हामी अग्रिम शुभकामना दिन चाहन्छु। आगामी दिनमा पनि उहाँको अझै यस्तै सफलताका कामहरू, यस्तै सफलताका गीतहरू हामीले सुन्न पाऊँ भन्दै उहाँलाई हृदयदेखि धन्यवाद दिँदै एकचोटि उहाँको लागि, उहाँको सम्मानको लागि बेजोड तालीमा पुनः पनि यहाँहरू गर्न चाहन्छु। हजुर धन्यवाद। हामी पुनः पनि अतिथिको आसन ग्रहणलाई यहाँनिर जोड्न गइरहेका छौँ। मेची महाकाली जागरण अभियानका अध्यक्ष किशन बोहराज्यूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी समाजसेवी बुद्धिजीवीकरण विष्टज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो सोच हाम्रो भविष्यका महासचिव विजय थापा हसिनज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सुदूरपश्चिमेली नेपाली समाज दिल्ली केन्द्रीय भारत केन्द्रीय सदस्य सम्झना शाहीज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दिल्ली राज्य समिति सदस्य सानु शाहीज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक समिति सदस्य सिया सिंहज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण सँगसँगै उहाँलाई सम्मानको कार्यक्रम पनि भइरहेको छ। पक्कै पनि आज एकदमै रमाइलो हुनेछ। सुदूरपश्चिमेली नेपाली समाज भारत जुन हरियाणामा जुन यो कार्यक्रम भइरहेको छ, एकदमै रमाइलो हुनेछ। हाम्रो यस कार्यक्रमका दर्शकहरू पनि एकदमै सभ्य, एकदमै कुशल हुनुहुन्छ। अहिलेसम्म आफ्नो सभ्य आफ्नो नैतिकतालाई देखाइराख्नु भएको छ। आशा छ हाम्रो कार्यक्रम सकुन्जेलसम्म तपाईँहरूले हामीलाई यसरी नै साथ सपोर्ट गर्नुहुनेछ र आगामी दिनमा पनि
सुदूरपश्चिमेली नेपाली समाजले जुन कार्यक्रम आयोजना गर्नेछ तपाईँहरूको साथ सपोर्ट तपाईँहरूको सहयोग पक्कै पनि मिल्नेछ हामीले अपेक्षा राखेका छौँ। आज पनि विभिन्न कलाकारहरू हुनुहुन्छ स्थानीय सरकारदेखि लिएर राष्ट्रिय स्तरका कलाकारहरूको हाम्रो यस स्टेजमा तपाईँले पर्फर्मेन्स देख्न पाइरहनु भएको छ। एकदमै रमाइलो भएको छ र यो कार्यक्रमलाई अझै रमाइलो पार्नको निम्ति हामीले विभिन्न कला केन्द्रबाट डान्सरहरू हुनुहुन्छ जुन उहाँहरूको पनि एकदमै राम्रो प्रस्तुति हाम्रो रहनेछ। त्यसै गरी मैले अघि नै देखिरहेको छु हाम्रो साना नानी बाबुहरूले पनि यो स्टेजमा नेपाली साथ सपोर्ट गरिदिनु पक्कै पनि उहाँलाई सम्मान गर्नुहुनेछ, ताली बजाइदिनु हुनेछ। हजुर ठुलाले गरेको स्टेजमा बोलाउन चाहन्छु तारा दत्त भट्टज्यूलाई। उहाँलाई स्टेजमा आइपुग्नुको लागि हार्दिक अनुरोध गर्दछु। तारा दत्त भट्ट र उहाँको सम्मानको लागि तपाईँले ताली। मैले नमस्कार। विशेष धन्यवादका शब्दहरू प्रकट गर्न चाहन्छु। हाम्रो सुदूरपश्चिमेली समाजले आयोजन गरेको तीज तथा गौरा पर्वको सांस्कृतिक कार्यक्रममा मलाई यो मञ्चमा यहाँसम्म ल्याइपुर्याउने सम्पूर्ण श्रोताबिनहरूमा विशेष धन्यवादका शब्दहरू प्रकट गर्न चाहन्छु। हुन त म सुदूरपश्चिमेलीको छोरा दार्चुलादेखि आएको, तर पनि म आज देउडा नगाइकन हाम्रो लोक गायक राजु परिहारको स्लो म्युजिक दरौ सिरुवारी लिएर यहाँहरूमाझ रम्न र रमाउन आएको छु। हस्त स्वीकार्नु होला। एकैछिन मलाई ट्र्याक निकाल्न दिनु है।
पापी मायाले गर्यो अटेरी Maria
हस् त धन्यवाद। गाना कसैले मन हुन तर समयले साथ नदिए समयको अभावका कारण म यति बेला यहाँमा ओझेल हुन चाहन्छु। धन्यवाद। स्वीकार गर्न जय गीत जय सङ्गीत। ताली दिनुभयो। मैले उहाँको सम्मानको लागि चाहन्छु। अब भने हाम्रो यहाँनिर एकदमै राम्रो एकदमै राम्रो मान्छे पनि एकदमै क्युट हुनुहुन्छ सानी नानीको डान्स रहेको छ। हजुर उहाँको डान्स हेर्नको लागि कतिजना आतुर हुनुहुन्छ त्यो त हामीले पछि देख्नेछौँ। हुन्छ हामी धेरै ढिला नगरिकनै स्टेजमा बोलाउन चाहन्छौँ, स्वागत गर्न चाहन्छौँ सृष्टि अधिकारी। सृष्टि अधिकारी जुन नेपाली गुन्यु चोलीमा सजिनु भएको छ, एकदमै राम्री हुनुहुन्छ, तपाईँको माया पाउनेछ, ताली पनि बजाइसक्नु भएको छ, स्टेजमा आइसक्नु भएको छ सृष्टि अधिकारी। र सकेसम्म हाम्रो टेक्निसियन मित्रले उहाँको गीत प्ले गरिसक्नु हुनेछ। धेरै राम्रो तरिकाले हेर्नुहोला, सकेसम्म फेसबुकमा लाइभ गरिदिनु होला, किनभने अहिले मिडियाले जति तपाईँलाई सपोर्ट गर्छ तपाईँको कलालाई त्यति नै छिटो शिखर मिल्छ भनेर हुन्छ। अबको पालोमा भने सृष्टि नानीको यो मिठो यो राम्रो प्रस्तुति। Entertaining the nation. Shirai ma shirvan
बजाउनु भएको थियो अझै बजाइदिनुहोस् न हाम्रो कालो ढाङ्गा टोपी लगाउनु भएको मान्छेलाई भनेको है तरिकाले उहाँलाई साथ दिनुहुनेछ आगामी दिनमा जुन भारतको यो हरियाणामा जुन यो आज कार्यक्रम भएको छ सुदूरपश्चिमी नेपाली समाजले विभिन्न ठाउँमा आफ्नो समितिहरू गठन गरेर विभिन्न ठाउँमा आफ्नो नेपालको भाषा संस्कृति आफ्नो रहन सहन बोली भाषालाई हामीले बिर्सिनुहुन्न है नेपाली हो भनेर जुन कलाकार मित्र अशोक चन्दज्यू तपाईँहरूको मिठो कलाको लागि हाम्रो दर्शकहरू एकदमै आकुल हुनुहुन्छ पक्कै पनि तपाईँ स्टेजमा आउनुहुनेछ मैले उद्घोष गरेको छु सायद उहाँको ट्र्याक सङ्ग छ भने हाम्रो टेक्निसियन मित्रलाई अगाडि दिँदा झनै राम्रो हुन्छ स्टेजमा आइसक्नु भएको छ उहाँ गर्नु सबैको पालामा अशोक चन्द इनीको नौले पकायाले सुनिकिरी लुकाइराखे मुखी त्यसका जैकुना भ्यालैली सुनिकिरी उड्यो लोतोखी देशका जैकुना भ्यालैली सुनिकिरी उड्यो लोतोखी नमस्ते आदरणीय यस सुदूरपश्चिमेली समाज नेपाली समाज भारतका प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण विशिष्ट अतिथि लगायत कलाकार मित्रज्यू लगायत यहाँ आसीन गर्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो कार्य व्यस्तताका बावजुद पनि यहाँ आएर शोभा बढाइदिनु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब ढिला नगरिकन समयको पनि अभाव छ त्यही भएर म ट्र्याकतर्फ लाग्छु प्लिज ट्र्याक लागिरहेछ भेट्ने मन प्लिज गरिदिनु होला लागिरहेछ भेट्ने मन लागिरहेछ भेट्ने
देखेकी छु समातेर बिसर्या जना अब नानो ओइरो लिएर जाउँ ओइरो सुदूरपश्चिमी मौगले खा नानो ओइरो छ तपाईँ भनाउँ तपाईँ उद्धार गद्य हो यिनका दयालु आँखा संसारै सत्य हो यिनका दयालु आँखा संसारै सत्य हो कस्तो लाग्यो उद्धार गरी घरसम्म पुर्याउने मस्तले आइघडी जाइघडी सहयोग गद्य संस्थाले आइघडी जाइघडी सहयोग गद्य संस्थाले हो कि होइन सुदूरपश्चिमेली समाज जानिएको नाम रीतिथिति संस्कृति बचाउनलाई पहल गद्या रहिसकेको काम रीतिथिति संस्कृति बचाउनलाई सहयोग गद्या रहिसकेको काम हो कि नै आइरहेछ गुडेर लैजा केही कुरोडी जाने हरनाका चोरनाका खोज्या छानी हरनाका चोरनाका खोज्या छानी हो कि नै सहयोगी सत्ता रहेछ ल हुन्छ अब देउडा खेल्दा अब खेलियो अब हल्का डान्स गरौँ है डान्समा अब डान्स गर्ने कि नगर्ने गर्ने ठिक छ प्लिज दिल की चोर Mr. Eddie John, the weak Hirasim Partisana. You are you. Yeah. झपाइदिएर खाए मुखमोडेर बाइकै बोली नजर मात्र माए प्यारे तिमी बिना भइरहेछु भोर मन्दिर रानी यो दिलकी चोर तिमी बिना भइरहेछु भोर मन्दिर रानी यो दिलकी चोर तू है मेरी दिल की चोर तेरै न मच्चा चोर यस्तै चाला हो बढी क्या भइछन् नि बोर अरूको माया छुट्यो न कि पर्छन् चिया चोर ट्याट्या सिङ्गर अमु तू है मेरा दिल की चोर
यसै हुने रहेछ यसै हुने रहेछ तिमी बिना भइरहेछु बोर मन्दिर रानी यो दिल के चोर तिमी बिना भइरहेछु बोर मन्दिर रानी यो दिल के चोर दिल के चोर तिमी बिना भइरहेछु बोर मन्दिर रानी यो दिल के चोर तिम्रो छोटे नजरमा तुझ केटी नै देख्यौ मैले लाखौँ हजारमा तू मात्र मेरा मनमा बस्छ यो पापी बजारमा हाम्रो मायाको इतिहास हुन्छ दुनियाँको नजरमा धन्यवाद बहुत धन्यवाद अझै पनि धेरै कलाकार मित्रको अझै प्रस्तुति रहने बाँकी नै छ प्रस्तुति रहनेछ किनभने उहाँ आज नै नेपाल फर्किने कार्यक्रम भएकोले हामीले उहाँलाई चाँडोभन्दा चाँडो बिदाई गर्ने भएको हुनाले पनि हामीले उहाँलाई अलि चाँडो उहाँको प्रस्तुतिलाई हामीले चुम्क्याउने कोसिस गरिरहेका छौँ त्यसपछि हाम्रो अछामी रेखा थापा एकदमै तयारीका साथ बसिसक्नु भएको छ अहिलेको लागि भने हामी स्टेजमा बोलाउन चाहन्छौँ निशाजीलाई आइसक्नु भएको छ उहाँको सङ प्ले हुनेछ ओके अबको लागि भने निशा श्रेष्ठ जस्तो उड्दो आए गगनको तलतिर
बहिनी निशालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आगामी दिनको शुभकामना पनि यहाँनिर दिन चाहन्छु उहाँलाई। र हाम्रो दर्शकहरूले एकदमै धैर्यतापूर्ण हाम्रो कार्यक्रमलाई यसरी हेरिराख्नु भएको छ। उहाँहरू सम्पूर्णलाई पनि हाम्रो कार्यक्रम नसकुन्जेल उहाँहरूले यसै गरी साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा हामीले लिएका छौँ। अब भने हामी ढिला नगरिकनै एउटा त्यस्तो व्यक्तिलाई निम्त्याउँदैछौँ जो तपाईँहरूले धेरै माया गर्नु भएको छ। त्यसपछि पनि हाम्रा आजका वरिष्ठ कलाकारहरूको प्रस्तुति बाँकी नै रहेको छ। तपाईँहरूले पक्कै पनि धैर्यताका साथ हामीलाई हेरिदिनुहुनेछ, हाम्रो कार्यक्रमलाई साथ सपोर्ट गर्नुहुनेछ भन्ने पुनः पनि यहाँहरूमाझ हाम्रो यानी भेग बेस्ट आफूभन्दा राम्री भइकन भइगयो भने पनि अर्कोले हाँस्छु म। नमस्कार। कति राम्रा राम्रा मान्छे आएका सबै बस्या कि पर दिदी मेरी बजे मेरी बाउजू भने मेरी जेठी बाउजू सबै कि मैले मरेर सबै दिदी बहिनी अरू कि मेरा ममा छाली रेखा भिमिष्टका तर्फबाट जोधहरू भने अझै त्यसै गरी अरू सबै ह्यान्डसम छोराका के आइ लपेला बेला पेल्यो पहिला त्यो थाप्ला आगामा पनि आइ लपेला पेल्यो। अरे यसो हो त क्या अब इन्डिया खेल महँगा हालेर अब पछि लुगा खेली खोलिसकेपछि केटो जाने बेला अँगाला दिदिनँ अहिले हालेर क्या भाइ फाइदा छ भने ठ्याक्क फाइदा छ। अब त क्या बोल्नु पर्ने बिचमा झिक्की बोलाएर हामी के आए अस्ति पर पुना गइकन आएन पुना पनि हेर्छु छोरा त देखेन खाइन। अस्ति भर्खर दिल्ली आइकन त्यहाँ पनि हेर्छु छोरा त देखेन। अब यहाँ त भाइ अझ अस्ति हराउने बाटो पनि के कि हराउने बाटो पनि छोरा त राम्रा थियो। यहाँ त भाइ कस्ता राम्रा छोरा त फेरि आमा अब अहिले नेपाल बाहिर आउन सक्छु छ अझ यस्ता हेर्छौँ छोरा त देखेँ यस्तै यहीँ बस्छु कि सुत्न लाग्यो म त। सबैजना निकै त छ त क्या भाइ अब तिजा अब त क्या अनि तिजा नि बम्बई यहाँबाट कसरी बम्बई नौलो साडी लगाएँ नौला चुडाएँ कति राम्री ल्याएकी छु म त क्या। म राम्री छु कि नै र ताली बजाइदेऊ नि त चोटि राम्री मान्छे रहेछ। ताली बजाउने बेला यसै ताली बजाउनु पर्छ कुदिनु आगे आगे चाहिँ फर्कौँ घरमा आएको छिटो छ कसो अझै यस्ता हेर्छु मान्छे पछाडि बसेको पनि भेटेको नै। अस्ति नेपाल अब नेपालबाट अब कार्यक्रमहरूमा आयो भनिकन मेरा बच्चाले बिचरा भनिकन अब मोबाइल अनि फेसबुक खोलिदिएको फेसबुक हुन्छ त हो त्यहाँ म खोलिदिएको बिचारीको भिडियो पनि त्यहाँबाट खोलिदिएको साथै त्यहाँबाट मोबाइलबाट यसरी कुरा हान्ने बेला मेरा कोही जसो स्याम टु स्याम मान्छे किन अगाडि गयो यसरी मोबाइल लाउनु पर्छ। मेरो जेठी बाउजू के आउँछ मेरा कोही जसो स्याम टु स्याम मेरा पुरीका जसो थुतुमा देखिँदो त्यहाँबाट उही त हो भाँडा नि चाँदीसँग सुका जसो कालो पट्टको कोद्याहरूमा जसो म देखिँदो त्यहाँबाट अझै कुरा बिहा त्यही कारण मेरा कुरा बिहा पछि पर हाम्रा के पनि के हुन् हाम्रा पर के उयो भने हाम्रा काने भुन्दाल कोही हो मान्छे मात्रै कोही नभन्दा मान्छे दाइ गर्नुभन्दा चाहिँ भुलि जाँदो कुरो अझै भुन्दालसित अस्ति मेरो डेटिङ थियो आगे के लाज भन्छु पछि पुनः कार्यक्रम कि बेला भुन्दालसित मेरो डेटिङ क्या कि म क्या पछि मेरा बट्टाले फोन आयो भिडियो कल आयो भाइ भिडियो कल यसरी पर्नु मोबाइल आयो त्यहाँ म त
त मेरो बड्डो भाइ श्याम टु श्याम देखिनु अगाडि दाँते आछिन बिचरा उसै जसै मैले पाहाड छाडेर नाचे उसै अगाडि दाँत आछि उता अगाडि दाँत आछि आई लभ यु भने चाहिँ आई फक यु सुनिदो अझ कति माया गरेको त मेरा गाला यसरी आएको त माम खाने बेला त उता अगाडि दाँत आछि उता मुगाडी फुस आवा फुस्किदो मेरा गाला नि यति चारपाती पाउडर उडिरहेको त्यसै कोही थियो मान्छेले पैसे फोन गर्यो भिडियो कलले पैसे मध्येको मेरा कोही मार्दा यतै आँखा हेर्दा मेरो कोही मार्दा तपाईँ खाता पैसे देखता है भाई छड़ की नजर से हेरता है कष्ट होता है अब भिडियो कल आयो मोबाइलबाट अनि भिडियो कल गरेर मैले अब डेटिङमा आएको मान्छे टन्न भात खानुबाट देखेँ पेट टन्न देख्यो होइन पेट टन्न देखाएँ यस्तो उयो त आउँछ यसरी हेऱ्यो एपट्टि क्या हो तेरो चारामाला त मैले निको मानेन तेरो पेट त ठुलै देख्छौ म अरे पठाइ बिचारा पाहाडे आमा 15 दिन भइगयो 15 दिन मात्रै भ्याएका छन् अब 15 दिन अनि कसरी पेट ठुलो हुँदो र कुनै पुग्दैन बड्डो पठाइ के आरो म त क्यारे क्यारे मोटा रे क्यार मेरी जोई त प्यारे रहेछ यार तारी सुटाउँदो छ यस्ता रिस उठाउँदो छ अब के गर्नु के बोलेर विचार मात्रै गर्न राखे अझ के भन्छ खैरे नि मार्केट अन्तै लसपस गर्यो कि निर्माया ठुलै देख्छु पेटहरू अब उड्ने पालो छ म यहाँ छु अब कसरी पेट ठुलो हुँदो त बुझ्नु पर्दैन त्यसले यी दारू खानेका छाल कसरी पऱ्यो ती बाउजू आउँदैछ देखे बाउजू बिचारो तुम्रो र मेरा छाल एक्लै यसो त नि दारू खाने गएर आगे पछन् अझ मेरा बडा स्टडी ल्या अरे हाँस्दैछन् कसरी तिनीका पहिले भन मैले पहिले लभ लेटर दिएको लभ लेटर पर 5 गिलास 4 खेरी फेल्ने अझै लभ लेटर लेखेको त आई लभ बेल्ल बेल्ल हो न अझै मेरा भन्दा अगाडि के पहिलो गई मरिनु छ अझ अब चिस्कायो मेरा पहिला अझै मेरा पनि विषयले मैले अझ केही न केही त भन्नु पर्यो क्या अझै मैले पनि भन्ने हे जापान बोकियो धेरै सम्म लभ गर्दै हिँडियो खै कसको भुँडी बोकियो भन्ने अझै के आएको छु त केही न केही हेरे हालिरहेको अझै यत्रो आँखा यस्तरी रिसले आँखा टट्टो बिचार्यो के अरे अहिले त त्यहाँ रिसले त यहीँ बाटोको हेर्छ छोराको खोजेको त त्यसमा आई लभ बेल्ल यो लभ परेको त कसै पढे झाल त क्या कसै बिचारो मेरा खुद केही पनि जाँदैन बोलाउँदो कहीँ जाँदैन अझै त्यहाँ सुन्नाले केही पनि खाइसक्दैन सकाले 4 घन्टा र 2 गिलास दुध खायो मेरो पुरा घरमा दाइ फोन त अब कोही भन्नु म भुलिए पनि दाइ भन्नु छोडेर मान्छे अब कति दाइ नभन् मेरो कोही नभन्नु भन्दा चाहिँ अझ कहीँ जाँदैन बुढी कहाँ चाहिँ मर्नु आला फोन मेरा मुख त मेरा गला त के जाँदैन र म दिनभरि छु सकाले उठ्यो एकपल्टको चाको र 4 रोटी खाँदो होइन अनि त्यसपछि एक माना भात पकाउँदो एकपल्टको फाँडो भटपटा खाँदो अझ दिउँसो घोकामुटी खाइल्लो नापै बासाकी 4 रोटी खाइल्लो अझ राति सुत्ने बेला 4 घन्टा र 2 घन्टा अझ टनक्कै खाइल्लो त्यहाँ बिचारी जाँदैन मेरा गला त त्यति हो भने त्यति खाँदो छु त पुरी आउँदा अरू क्या कसो अझ त्यति हो क्या त अझ गट्ठै दैन अझ घर कसा झान्छन् अब घरका झाल घर यसरी अब एक हात यहाँ सञ्चालिका यति बसेकी छन् त्यहाँबाट मुखेर आउनु मेरा बाबा पहिला के हुने छकालाई उठिन् घर लिपिन् घर सरले पानी ल्याइन् घर लिपिन् मजाले आफ्नो घर सफारी आँगन सफारी बस्यो अब के हुने उठ्छ मैले हट के त्यसपछि 4 पाटी पाउडर 2 पाटी लिपस्टिक लिपि आफ्नै घर सर लिप्नु त भुल्ने गयो ए थुथुनो लिपि होइजानु बाबु केही नै हुन त क्या अब राम्रो हुन नामै लिप्नु पर्छ मैले पनि लिपेको छु लिप्न त अन्त पसिना आइकन झिकै पखियो काहीँ झिकै पसिना आयो भने चाहिँ पुरो मेको पखिजान्छ जुङ्गा देखिँदा भित्र नै तै पर लाउने पर्छ के आफ्नो क्या अब त्यसरी हो क्या अब पछाडि नआएर यति राम्रो मान्छे म यहाँ आएर सबै पछाडि गरेर लाग्छ यसो गरेर बस्दा
अब यहाँ हेर बनाइदिएर मान्छे यस्तो साडी लाग्यो यस्तो यस्तो माला लाग्यो यस्ता 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 रुमा लाग्यो कति मान्छे छाडीको नआउँछ भन्दा हेर्दा फोन नम्बर छ कि फोनहरूलाई फोन नम्बर लैजा अब फोनहरूमा कहाँ त कसाछन् यहाँ आयो त अरू यिनीले फोनहरूले छ ल्याउनाले सन्तोष भट्ट भन्ने आयो कि सन्तोष भट्ट तिनीहरू के अस्ति नम्बर दिएले कह मैले लौ त फोनहरू भनेर नम्बर दिएले बिचारा रातिका 10 बजे फोन गर्दा 10 बजे रातिका 10 बजे फोन गरिकन मलाई के हात्ती छ अरे कहाँ जाति छ त्यहाँ खाँदी छ कस्तो छल्याउँदा यस्तै सब त्यसैमा अब मैले कोही फोनरले ल्याएछ मेरो नम्बर लैजा मैले फोन गरेँ अब नेपाल जाने 2-4 दिनपछि पछि पट्टा नदिएर फोनहरूमा राति 10 बजेपछि मेरो नम्बर टिप्न के दुसै जति दिन हाम्रो छोराले नम्बर दिनु लाग्यो कि लागाले पापा हेरेर जान्छ त्यहाँ मुर खस्छ हाल्नु ल नम्बर टिप सबै 984800 गोजमको हाले काछिलो कुनै छिका हराएको नम्बर अब अर्को नम्बर याद छ अर्को नम्बर टिप एक्सेलको त रिचार्ज काट्नु सक्यो अब हजुर लोन पनि हुँदैन त्यो त हजुर रिचार्ज काट्नु नाचे लोन पनि नाचे र नम्बर नै लाग्यो 984800 तिमीको मर्नु को आउँछ यति आवाज त आफ्नो टाढो सुकिने अझ परे एकाता के हाल्नु पठाएको सुतुमा ज्याति खन्न थप खुट्टाले हाली खन्न ट्याक्टर काटुराली राखिकन हाम्रा पहाडा रोडुको पर अछामदेखि बाजुरादेखि पैदलदेखि दाजुरा ल्याइकन अझ त्यही ल्याइदिएका मुख चुडाइदिनु अब त्यसै हो देखि अब झिक्कै छ जान एकदम धन्यवाद दिन चाहे सुदूरपश्चिमी नेपाली समाजलाई एकदमै धन्यवाद दिन चाहे अब तपाईँ हाम्रो भेट गराइदियो सबभन्दा बढी धन्यवाद त तपाईँ दर्शकहरूलाई सबैले आइकन हाम्रो कार्यक्रम सफल बनाइदिए देखि यसैको अब काम सधैँ बुझ्छ सबैले कहीँ राम्रो नै हेर्नुपर्ने छ होइन अब सबै अब नेपालबाट आफ्ना दुःख पीडा ल्याइकन यहाँ आएका छ अनि यहाँ पनि यसरी मिलेर बसेका देख्यो भने चाहिँ म त कस्तो हुँदछु यो एकदमै यसरी मिलेर देखेर म त मोटाइकन मेरो भुँडी पनि ठुलो भएको हजुर अब यसै गरी हाम्रो नेपालका पनि मिल्न सकियो भने त हाम्रो नेपाल कति अगाडि बढ्नेछ देखि हामीले यसरी विदेश आइकन यसरी यो अर्काका देशमा आइकन जागिरहरू बढ्ने छैन अब के गर्ने अब हाम्रा नेता त मिल्दैन तैपनि हामी सबै सुदूरपश्चिमीहरू मिलेर एकजुट भइकन सन्देश अब दिनु पऱ्यो देखा सबैलाई एकदमै धन्यवाद यहाँसम्म आइदिए अब सबै आफ्नो दुःख पीडाले आएका होला देखा नेपालमा अब खुसीले त पनि आएको छैन अब सबैजना देखा आफ्नो दुःख पीडा लिएर नेपालबाट यहाँ आएका छौँ सबैजना हामीले जति दुःख पायो भने हाम्रा छोराछोरी हाम्रा केटाकेटी हाम्रा भावी सन्तानले दुःख नपाउँछ क्या त्यसका लागि हामीले आज राति मेहनत गर्नु पऱ्यो अब यहाँ दाजुभाइहरू पनि नेपालका दाजुभाइ पनि यहाँ इन्डिया आइकन दारूसारू खाइकन झगडा अड्डा गर्न सुनेको छु एउटा बिचारा गली छ मेरा दाई मेरा भाइ मेरा लप्पर मेरा बोयफ्रेन्ड मेरा कोही यस्ता के नगरे बिचारा किनकि हामीले त दुःख पायौँ हाम्रा छोराछोरी दुःख नपाउनको लागि अहिले मेहनत गर्नु पऱ्यो क्या सबैले आफ्नो ठाउँबाट एकदम मेहनत गरिकन आफ्नो चाहिँ भविष्य सुधार बनाए आफ्नो केटाकेटीको भविष्य राम्रो बनाए त्यसै गरी दिदीबहिनीहरू पनि आफ्ना ठाउँहरू छाडिकन आफ्ना माइकहरू छाडिकन यहाँ आइकन बसेको छ यिनीहरूले आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दिन्छ दिए देखेँ किनकि दिदीलाई पनि मैले एकदमै हृदयदेखि सम्मान व्यक्त गर्ने हाम्रा सुदूरपश्चिम एकदमै उहाँहरू धेरै ठुलो योगदान छ यो क्षेत्रमा उहाँहरूको सम्झिन चाहे सबैले अनि हाम्रा तिनजीका सम्पूर्ण कार्य समितिलाई पनि सम्झिन चाहे उहाँहरूको पहलले म यहाँ हर्कजीलाई सम्झिन चाहे त्यसै गरी हाम्रो चाहिँ यो यहाँका अब भनौँ न हाम्रो क्या भने हरियाणाका उहाँबाट हराउने वातावरण सबै हराउने बात हो नि हैदराबाद हुनु भए हैदराबाद हुने कहाँ त्यहाँ पाउनेलाई पनि अब
सबै निकालेर यस्ता राम्रा राम्रा मान्छे तर यहाँ जति राम्रा गाईलाई बिचरा अब यहाँका स्थानीय आयोजकहरूलाई चाहिँ सबैलाई सम्झिन्छ यहाँनिर सन्तोष भट्टराईले सब जति बनाउँछ एउटा बसेकै राम्रा राम्रा हेर्छ सबैजनाले हेर्न पर्यो ठाउँ ठाउँ बसिकन पनि यहाँ एकजुट भइकन यसरी कार्यक्रम हेर्न पाउँदा एकदमै खुसी लागेको छ एकदमै धन्यवाद दिन चाहे तिमी सबैलाई फेरि धन्यवाद दिन चाहे यसै गरी अझ पनि तपाईँ ठाउँमा तपाईँ नजिकै आएको आज हाम्रो माझबाट उहाँ जाँदै हुनुहुन्छ नेपालतिर प्रस्थान हुँदैछ उहाँलाई सम्मान सहित विदाई गरिदिनको लागि म स्टेजमा सबैलाई थाहा छ केही तपाईँले अलिकति तलमाथि गर्दा कार्यक्रमको शोभा अलिक Napani, napani, sako mere ma.
नम्बरमा हाइमा गोरी पहिलो नम्बरमा औठी महिना मारे मैले पहिलो नम्बरमा औठी महिना मारे मैले पहिलो नम्बरमा कसले किनिदियो कान्छी संसार बस्ने चुरा अनि यता आउन माया भन्छु एउटा कुरा कसले किनिदियो कान्छी संसार बस्ने चुरा अनि यता आउन माया भन्छु एउटा कुरा पानीको आगो पानीको आगो पानीको आगो राज्यको आयोजनामा दौरा तथा तीजको शुभ अवसरमा आयोजित अतिथिगण सुदूरपश्चिमेली समाज भारतका शुभेच्छुक शुभचिन्तक लगायत यस हलमा उपस्थित हुनुभएका सम्पूर्ण मेरो आदरणीय दाजु भाइ दिदी बहिनी मेरो श्रद्धेय आमा बुवाहरू सबैमा मेरो 10 औँलाको नमस्कार टक्र्याउँछु, स्वीकार गर्नु। म सम्मान गर्न चाहन्छु। त्यसै गरी हाम्रो सुदूरपश्चिमेली
एकजना स्तम्भ आदरणीय चाँदनी मल्ल दिदीलाई पनि म सम्मान गर्न चाहन्छु र विशेष गरी सुदूरपश्चिमेली लोक देउडा क्षेत्रलाई संसारले मैले नियमित रूपमा सुन्दै आएको छु। यो बारुली कार्यक्रम अझै निरन्तरताको म उहाँलाई विशेष शुभकामना दिन चाहन्छु र अब ठुला बडा ठुलाई रहिया गुसाईका गुसाई छन् गुसाई एकजना यस्तै छ नि अवस्था। एकजना मैले हिजो मात्रै सेक्टर 16 मा एकजना बुवासँग म भेट भएको थियो। मैले बुवासँग थोरै कुराकानी गरेको थिएँ। उहाँले गीतमै जवाब दिनुभयो, रातभरि अनिदो बस्ने चौकीदारी काम, रातभरि अनिदो बस्ने चौकीदारी काम, 20 वर्ष भारत आया घर मेरो अछाम। मन पर्यो भने ताली दिनु, मन परेन भने मनै मनमा गाली दिनु होला, जोरसँग नदिनु होला मलाई सुन्ने गरी। हामी तपाईँ विशेष गरी मैले यहाँ यस हलमा हाम्रो युवा साथीहरूको बाहुल्यता देखिरहेको छु। यो युवा हातहरू एकैपल्ट म यो हातहरू हेर्न चाहन्छु, प्लिज हात उठाइदिनुहोस् न। एउटा सानो कथा बताउँछु। यद्यपि मैले कुनै सरकार विशेषको कुनै राजनीतिक विशेषको कुरा गर्न गइरहेको छैन। हामी सबै हामी भुक्तभोगी छौँ। प्लिज तपाईँहरूले बडो ध्यानपूर्वक सुनिदिनु होला। यो कुरो सानो एउटा कथन छ। नेपाल र बेलायतको सबभन्दा पहिले कूटनैतिक सम्बन्ध कायम भएको थियो। सबैलाई यहाँ आदरणीय हाम्रो प्राज्ञिक मित्रहरू हुनुहुन्छ, सबैले बुझ्नुहुन्छ, जान्नुहुन्छ। एकजना बेलायती प्रधानमन्त्री हाम्रो नेपाल भ्रमणमा आउनुभएछ के कुनै बेला। बेलायतको प्रधानमन्त्री हाम्रो नेपाल भ्रमणमा आउनुभएछ। म अलि छिटो बोल्दैछु, पछाडिको साथीहरू मित्रहरूले सुनिराख्नु भएको छैन। यद्यपि यो हलको पनि लोकेसन यस्तै छ, माफ गर्नुहोला। बेलायती प्रधानमन्त्री नेपाल आउनुभएछ। भव्य तरिकाले नेपाली प्रधानमन्त्री र नेपालको मन्त्री परिषदले स्वागत गर्नुभएछ उहाँको। साँझको बेला म छोटकरीमा भन्छु, साँझको बेला बेलायतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री लगायतका मन्त्रीमण्डल एउटा 5 स्टार होटेलमा खाना रात्रि भोजको लागि जानुभएछ। रातिको समयमा खाना खान एउटा 5 स्टार होटेलमा जानुभएछ। 9 बजेको होला सायद, रातिको 9 बजेको होइन। पुरै अन्धकार थियो त्यति बेला त नेपालमा। अहिले पनि लाइट छैन, बिजुली छैन र त्यति बेला त कहाँको बिजुली हुनु। पुरै बाहिर अन्धकारमय, स्यालहरू चिच्याएछन् गर्दै। एउटा स्याल चिल्लायो भने के हुन्छ, पुरै रात स्यालमय हुन्छ क्या त्यहाँको वातावरण। एउटा स्याल चिल्लायो भने 100औं स्यालहरू एकैपल्ट चिल्लाएको हामी तपाईँहरू सुन्छौँ। त्यसरी नै स्याल चिल्ल्याउँदाखेरि हाम्रो बेलायतको प्रधानमन्त्रीज्यूले सोध्नु भएछ नेपाली प्रधानमन्त्रीलाई, अङ्ग्रेजीमै सोध्नु भयो होला, मैले त अङ्ग्रेजी धेरै त बुझ्दैन। यो 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 को चिल्लाएका भनेर सोधेछ क्या बेलायती प्रधानमन्त्रीजीले। यो को हुन् चिल्लाउने बाहिर भन्दा नेपालको प्रधानमन्त्री त के कम्ती हुनुहुन्थ्यो र होइन। यो गरिबहरू हुन् महाराज, गरिबहरू चिल्लाइराखेका हुन्, भोका नाङ्गाहरू चिल्लाइराखेका हुन्। त बेलायती प्रधानमन्त्रीले घोषणा गरिदिनु भएछ, ल 10 करोड अमेरिकी डलर यो भोका नाङ्गाहरूको लागि तपाईँहरू दिनु होला। यो भोका नाङ्गाहरूको लागि 10 करोड अमेरिकी डलर भनेर घोषणा गरिदिनु भएछ। त्यो दिन सिद्धियो। 1 वर्षपछि फेरि त्यही प्रधानमन्त्री नेपाल आउनु भएछ। त्यसै गरी त्यो 5 स्टार होटेलमा जानु भएछ। फेरि स्यालहरू त चिल्लाउनु थाले। अब भने चाहिँ यो किन फेरि चिल्लाएका फेरि यिनी नेपाली प्रधानमन्त्री कति चलाक के होइन। सरकार तपाईँले प्रोत्साहन दिनुभएको पुग्यो, हामीलाई हजुरको जय होस् भनेर भने भन्नुहुन्छ क्या। यो कहानी बडो रहस्य छ, यसमा रस छ। यद्यपि त हाम्रो देशको अवस्था त्यस्तै छ, यस्तै छ। तपाईँको उस्तै रहिगया आमा बुवा, देश पनि
यो जिन्दगीलाई सुस्तको सुस्तै छ। उस्तै रहे सात सिमाना देश पनि उस्तै छ। परदेशी यो जिन्दगीलाई जस्ताको तस्तै छ अवस्था हुन्छ। मैले यहाँ धेरै गीत गाउन चाहन्न। मैले विशेष गरी हाम्रो भुवन दाई हुनुहुन्छ जो सुदूरपश्चिमको वरिष्ठ कलाकार हुनुहुन्छ, उहाँलाई हेर्न पनि म यहाँसम्म आएको हुन्छु। यद्यपि मैले पनि यो गीत गाउने पालो पाएँ। विशेष गरी सुदूरपश्चिमेली समाजलाई म धन्यवाद दिन चाहन्छु। अब भने एउटा सानो गीत छ। यो गीतको एउटा कथा छ। यो गीत पनि मैले त्यतिकै बनाएको छैन। म नेपाल गएको बेला म आफ्नै कामले नेपाल गएको थिएँ। महेन्द्रनगरदेखि धनगढी जाँदै गर्दा मेरै सिटमा एकजना बाजे बस्नु भएको थियो। उहाँ चाहिँ हिङ बेच्नु हुँदो रहेछ कि हिङ के त्यो औषधि जडीबुटो के त्यो बेच्ने बाजेलाई मैले यसो नेपाली दाइ यसो हेर्दाखेरि देख्दाखेरि मेरो बानी छ बाबा घर कहाँ होला भनेर सोधेका थिएँ। उहाँले भन्नुभयो बाबु मेरो घर बाजुरा हो। बाजुराको हुनुहुँदो रहेछ। यद्यपि पहिले पुर्ख्यौली जुम्ला, पछि चाहिँ बाजुरा झरेर बस्नु भएको रहेछ। दिल्लीमा उहाँले पहिल्यैदेखि एउटा चाहिँ घरेडी पनि लिइसक्नु भएको रहेछ। मैले सोधेँ कि उहाँलाई उहाँको सबै बारेमा। घरेडी पनि दिल्लीमा लिइसक्नु भएको रहेछ। आफू नेपाल जाने औषधि मुलु ल्याएर यता बेच्ने, छोराछोरीहरू जम्मै यहाँ बस्ने। नेपाली भाषा आउँदैन, भेष आउँदैन, के हो नेपाली भने तर्किने फर्किने। हेर्नुहोस् न, यहाँको यो उच्च सम्भ्रान्त वर्गीय संस्कृतिमा हुर्केका केटाकेटीहरू नेपाली पनि के हो थाहै छैन। हो, त्यही विषयले मलाई छोयो। त्यो विषयले छोएपछि मैले एउटा गीत बनाएँ। Malang
म यहाँहरूको धेरै समय लिन चाहन्न। हाम्रो विशेष गरी शान्ति समृद्धि र स्वाभिमानको अभियानलाई यो भारत स्थित सम्पूर्ण युवाहरू प्रति म समर्पित गर्न चाहन्छु। पहाड, हिमाल, मधेसी, मेचीदेखि महाकाली हामी सिङ्गो नेपाली भएर बाँच्नुपर्छ। र अन्तमा कहिल्यै गए हाम्रा पुर्खा धन कमाउन बर्मा, कहिल्यै गए हाम्रा पुर्खा धन कमाउन बर्मा, कहिल्यै गए लाहासातिर सुध्रिएन कर्म, कहिल्यै गए लाहासातिर सुध्रिएन कर्म भन्दै जय समृद्धिको नारा यहाँ प्रस्तुत गरी म बिदा हुन्छु। धन्यवाद। घोषित गरिदिनु भयो भने यो मञ्च अझै ताप्नेछ। धन्यवाद।